बिमार भएर गरेको होला पूजा त्यहाँ नगरेको एक नम्बरमा अलिकति चन्दन लगाइदिएर फुल पनि राखिदियो अब 2 नम्बरको पाला आयो ल दुध दही जल परेको जल अलिकति बताएको 2 नम्बरमा जल एउटा सानो कुसको टुक्रा जौ लगाइदिए Hello everyone, welcome back to my another vlog. आज चाहिँ हाम्रो गाउँमा पूजा छ कि हाम्रो गाउँको अलिक माथिनिर अनि त्यो भएर चाहिँ हामी यहाँ पूजामा आइरहेको छु हो काम सघाउनु सबैजना यहाँनिर काम गर्नुहुँदैछ हो म पनि भर्खर मुला काटिवरी बसेको हावा चलेर चाहिँ कपाल उडाएर केही छैन अन्त यहाँनिर अहिले धमाधम काम हुँदैछ हो तल चाहिँ बाजेले पढ्नु हुँदैछ हाम्रो चाहिँ गाउँ यहाँनिर यस्तो छ हाम्रो चाहिँ घर उतल हो यहाँनिर हो हाम्रो घर चाहिँ यो हो हाम्रो घर चाहिँ अलिकति माथि चाहिँ यहाँ पूजा हुँदैछ हो पारीहरू देख्छ सबै तलनिर इन्टेक पुरा आउनुहुँदैछ अझै आउनुहुँदैछ मान्छेहरू काम गरिसक्छु पूजा चाहिँ यो मुनि हुँदैछ भित्र हुँदो रहेछ पूजा चाहिँ धुवाले चाहिँ के डर हवा आएको है अहिले चाहिँ हामी बसिरहेको छौँ यहाँनिर यति बेला चाहिँ हामी यहाँनिर गफ गर्दै बसिरहेको थिएँ हो कामहरू सकेर अनि हावा पनि डरलाग्दो चलिरहेको थियो हो अनि यताउति हेर्दै हामी गफ गर्दै बसिरहेको थिएँ टाइम पास गर्दै हो नयाँ जग्गामा अलिकति अप्ठ्यारै हुन्छ नि त मलाई चाहिँ अब कति मान्छेहरू चिनेको हुँदिनँ हो अनि त्यो भएर चाहिँ बसिरहेको थिएँ भर्खर आउनु भएको काममा जानु भएन आज अब चाहिँ हामी प्रसाद बनाउनु जाँदैछु हो ओम नंदीश्वराय नमः आगे बढ़ो थोड़ा आगे बढ़ो उधर दिए ना ओम
ओम भद्रम कर्णे विष्णुयाम देवं भद्रम पक्षेमा विचित्रतः स्थिरैरङ्गतिसुवा सन्दर्भे मयि देवं हे नमः हे नमः ओम नमः सूर्यदेवाय साधुमन्यश्रीमन्नाथाय परमति बाबा महाविष्णु धनुकपति विष्णुनारायण याजन्मे विष्णुनारायण परिगुदा पारीति धन्यनितमधुर विष्णुनारायण नमस्तुवाय नमः नमः मानो महात्मा मुखमानो चित्तमानमणि वितरम्मो मातरमान प्रिया संयोगो विघानानो सुगतने मानवाय की मानो बहु मानवस्य बुद्धि मानो सत्यावामहि हरि ओम नमः हिरं हिरहरि शरणं शरणं पतये नमो पतये नमो पतये नमः भगवताय पतये नमो काली मुआइनी त काली छोयाङलाई कसले सुतेर भर्खर उठिरहेछ यहाँनिर भान्जीको नानी काली हेरेको अरे रोटी चाहिँ सकिसकेर अहिले भने चाहिँ हामी पूजा सकेर पनि खाना खाइसकेर पनि घर फर्केको हो। आजको भिडियो तपाईहरुलाई के कस्तो लाग्यो मन पर्यो भने प्लिज लाइक शेयर अनि सब्स्क्राइब गर्नु नभुल्नुहोला। ओके बाइ बाइ नेक्स्ट भ्लगमा भेटौँला।